प्रिय दर्शक श्रोताहरू, नजिकको तीर्थ चाहिँ हेला भने जस्तै हाम्रो जामुनखाडी सिमसार एउटा पर्यटकीय आन्तरिक पर्यटकीय क्षेत्र एकदम रमणीय छ। यो कन्काई नगरपालिका कार्यालयको समथिङ 1 किलोमिटर उत्तरपट्टि अवस्थित छ। यो पूर्व पश्चिम राजमार्ग हो। अहिले चाहिँ यो बन्ने क्रममा छ र यो चाहिँ यसरी डाइभर्सन छ यहाँनिर। अब यो गेट यो गेटमा क्रस गरेर माथि समथिङ 1 किलोमिटर माथिबाट हामी जामुनखाडी सिमसार भेटिनेछ र त्यो जामुनखाडी सिमसारमा के कस्ता जनावरहरू छन् र के कस्ता इभेन्टहरू हुन्छन् भन्ने कुराले म सबै यहाँहरू समक्ष भिडियोमा राख्नेछु। भिडियो एकदम रोचक हुनेछ। सबैले अन्तिमसम्म हेरेर साथ दिनुहोला। हामी यो गेट चाहिँ क्रस गरेर हामी जाँदैछौँ। बाटो एकदम सही छ, राम्रो छ। यहाँनिर पार्किङ टाली लगाइसकेको बाटो छ है। हामी जामुनबाडी सिमसारमा आइपुगेका छौँ र यहाँ अलिकति बाटो मर्मत हुँदै रहेछ, जसले गर्दाखेरि थोरै दाहिनेपट्टिबाट घुम्नु पर्यो। अब म यहाँ गेटदेखि क्रस गर्दैछु। गाडी पार्किङ गर्ने ठाउँ राखिएको छ। गाडी पार्किङ गर्ने ठाउँ एकदम राम्रो छ। मैले यहाँनिर पार्किङ स्थलमा गाडी पार्किङ गरिसकेँ र अब म भित्र के कस्तो दस्तुर छ भन्ने कुरा यहाँ जानकारी लिँदै अब टिकट काउन्टरमा जाँदैछु। यो चाहिँ प्रवेशद्वार हो। टिकट कसरी हो भाइ? 100 रुपियाँ। गाडी सहितको 100 रुपियाँ? म मात्रै हो। 100 रुपियाँ चाहिँ ल टिकट दिनुहोस् त। यो टिकट चाहिँ पर जनावरहरूमा दिनुपर्छ। म प्रवेश गरिसकेको छु। यो जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रभित्र मैले प्रवेश गरिसकेँ हैन। यहाँनिर यस्तो खालको हटहरू बनाइएको छ। यहाँनिर यता यस्तो झिल रहेको छ। बाटोलाई यसरी एउटा डेकोरेटिङ तरिकाले बनाइएको छ। हरियो गार्डन। यहाँ एउटा ठुलो हाम्रो चिम्पान्जीको पनि नक्सा मूर्ति बनाइएको रहेछ है।
जाउनखाडी सिमसार घुमेर आएको नानीहरू कस्तो लाग्यो? रमाइलो हो ल, रमाइलो मान्नुपर्छ ल जिन्दगीमा। यहाँ पानी, यहाँ झिल छ यहाँ देब्रेपट्टि। अब दाहिनेपट्टि चाहिँ बोटिङ पनि हुन्छ भन्ने मैले बुझेको छु। अब यहाँ त्यहाँ पनि म जाने नै छु। अब यहाँनिर जनावरहरू कस्ता छन् म त्यसतर्फ प्रस्थान गर्दैछु। यहाँ चाहिँ झुलिने फोटो खिच्ने ठाउँ रहेछ। पर झिलमा यो हाँसहरू डोल्की मार्दै गरेको हो। यहाँ चितुवा रहेको छ है। सर्वप्रथम त हामीले चितुवाको अवलोकन गर्न पायौँ। यो अहिले चलमल गरिराखेको छ। सायद यसको आँखा ज्यादै सेतो कुहिरो भएको छ। यसमा केही समस्या या बिमार होला। यो गाई सानो बच्चामै मैले देखेको थियो। अहिले पनि रहेछ यो गाई है। यसको चाहिँ 5वटा खुट्टा छ। तर यो जहाँसम्म लाग्छ भगवान होइन, यो एउटा विकृतिले गर्दाखेरि यस्तो पैदा भयो र यसले बिजोग भयो। तर यहाँनिर पालिएको छ, राम्रो तरिकाले स्याहार सम्भारमा राखिएको छ। यसरी गोठमा बनाएर राखिएको छ यसलाई। साइडबाट पनि यसलाई क्यामेरामा कैद गर्ने मौका पाइयो। अब यो रमणीय जङ्गलभित्र, यो जङ्गलभित्र चाहिँ सबै जनावरहरू चाहिँ त्योभित्र राखिएको छ। त्यो मैले सुनेको छु। अब म त्यतैतिर प्रस्थान गरिराखेको छु साथीहरू। एकदम यहाँ हरियो झिल पनि छ, जङ्गलै जङ्गल छ, जङ्गलभित्र जनावरहरू। म चिडियाघरतिर प्रस्थान गर्दैछु। चिडियाघर जाने बाटो। यो सबै हटहरू देख्दै हुनुहुन्छ तपाईँहरू। यसमा यो पिकनिकको सिजन भएपछि पिकनिक स्पट हो यो। यसमा समथिङ 5000, 3000देखि 5000सम्म पे गरेर यहाँभित्र आएर पिकनिक गर्न पाइन्छ। यो भिआइपी पिकनिक एरिया हो। बाहिर अलिकति बाहिर पनि छ, समथिङ त्यसमा थोरै पर्छ। अब यहाँ चाहिँ सबै व्यवस्थाहरू तपाईँहरू ल्याएर यहाँनिर जनावरहरू जस्तै खसीहरू होइन, कुखुराहरू यहीँ ल्याएर बनाएर खाने ठाउँ एकदम व्यवस्थित तरिकाले बनाइएको छ। यो पूर्व साइडबाट यो झिलको तस्बिर यो स्टाइलको देखिन्छ। यो एउटा सखुवाको रुख अचम्मैको रहेछ। यहाँ चारैपट्टिबाट पोका लागेको रहेछ है। उता देखिएको झिल घुमेर यति लामो यता पनि क्रस गरेर यो माथिसम्म रहेको छ। यहाँ वरिपरि झिलले घेरेको छ वास्तवमा भन्ने भने यो एरियालाई। र झिलदेखि थोरै बाहिर अब यो जनावर राखिएको चिडियाघर छ। हामी अब यहाँ पुग्न आँट्यौँ। फाटफुट्ट यो डे बार नपरे पनि आज बुधबारको दिन पनि यहाँ भिजिटर्सहरू देखिएका छन्। म यहाँनिर जनावरहरू भएको स्थानमा पुगिसकेको छु र म यहाँनिर यो दाहिने साइडबाट म हेर्न सुरु गरिराखेको छु।
यो चाहिँ टर्की हो। यहाँ पोथी मयूर हो। यो पोथी मयूर हो। अनि तल यहाँ आवाज गर्दै बसेको छ, त्यो चाहिँ त्यो तित्रा, उसको जोडी यता तल भुइँमा चढ्दै रहेछ। यो चाहिँ केही जनावरहरू राख्ने योजनाले संरचना चाहिँ बनाइसकेको रहेछ, तर जनावर चाहिँ यसमा चाहिँ लगाएको रहन्छ। ढक्कनी खबरटे कछुवा भन्दो रहेछ। यो यहाँ तल छ हैन, पानीमा। यहाँनिर ढक्कनी खबरटे कछुवा लेखिरहेछ। यहाँ लभ बर्ड हो। लभ बर्ड चाहिँ पर कति, यो पनि एउटा देखिएको छ। यो पहेँलो तरिकाले पर अलि जालीले गर्दा राम्रो देखिएन है। एउटा छ यहाँ लभ बर्ड। यहाँ तल देख्नुहुन्छ प्रिय दर्शकहरू, यो सुनगोरा तल यो ढुँडको लेफ्ट साइडमा बसेको छ। समथिङ यो सबै खोरहरू खाली छ। यहाँ चाहिँ केही जनावरहरू चाहिँ मरिसकेको अवस्था रहेछ। अब नयाँ जनावरहरू अब ल्याउने योजना रहेछ। यहाँ तल अजिङ्गर देख्नुहुन्छ, अजिङ्गर देख्न सक्नुहुन्छ तपाईहरू। एसियाटिक रक पाइथन लेखिरहेछ है तल। यहाँनिर यो हो अजिङ्गर। यी मुसाहरू, यसलाई चाहिँ गिनपिग भनिँदो रहेछ। गिनपिग। यता चाहिँ खरायोहरू प्रशस्त मात्रामा खरायो। यहाँ चाहिँ सानो सेतो मुसाहरू। एउटा माथि पनि उटासिएको छ, माथि पनि चढेर चाहिँ आनन्द लिँदैछ हावाको। यहाँ पनि अजिङ्गर सानो, अलिक सानो अजिङ्गर छ। यो हिमाली गिद्ध। हिमाली गिद्धहरू 3टा रहेछन्। यो चाहिँ हाँडीफुडी। यहाँ हाँडीफुडी भनिन्छ, यसलाई मासु दिएको रहेछ। मासु पनि खासै मन लगाएर खाएको छैन जस्तो, बिस्तारै खानु चाहिँ खाँदैछ, तर त्यति उसलाई त्यहाँ मन लगाएर खाएको छैन। यो भालु, कालो भालु हो, ब्ल्याक बियर। यो निकै बुढो भएछ है, निकै बुढो भएछ। यो निकै पहिलादेखि यहाँ छ कालो भालु।
यो पुरै सखुवाको जङ्गलै जङ्गल छ। जङ्गलमा यहाँ झिलले एकदम घेरिएको छ र अझै अलिक पर यो डियर भन्छ हरिणहरू प्रशस्तमा छन्। त्यो चाहिँ निकै पर भएकोले म त्यहाँ अहिले यहाँ क्यामेरामा कैद गर्न सकिनँ। यो रातो बाँदरलाई यस्तो फलामको पिँजडाभित्र यिनीहरूलाई यहाँ बिचरा गाह्रो भइराखेको छ। तीनवटा रहेछ, चारवटा रहेछ, चारवटा। यो चाहिँ ढेँडु हो। के भन्दो रहेछ भने यसलाई चाहिँ ढेँडु नै हो, बार्बेट मंकी भन्दो रहेछ। यहाँनिर आराम से ऊपर खुट्टी लगाएर आराम गर्दैछ। अब चाहिँ म यो जनावरहरू सकेर यो झिलतिर फेरि प्रस्थान गर्दैछु, उता फर्किँदैछु। यो सबै पुरै झिलले घेरिएको छ है, पुरै झिलले। एकदम रमणीय पर्यटकीय आन्तरिक पर्यटकीय लागि एकदम रोमान्टिक स्थान छ यो। म यहाँ बोटिङ एरियातिर आइपुगेको छु। बोटिङ एरियातिर आइपुगेको छु। यहाँको यस्तो दृश्य छ। यहाँ अस्ति रातो मृगहरू पनि थुप्रै थियो, 10-12 जति। अब त्यो पनि यहाँतिर अहिले कता स्थानान्तरण गरेको रहेछ। टिकट काउन्टर यहाँ बोटिङको हैन, यहाँनिर अहिले बन्द छ जस्तो छ। यहाँनिर मान्छे छैन जस्तो छ। यहाँ बोट चाहिँ यहाँनिर इन्जिनवाला बोट छ। यहाँ एउटा मात्रै बोट देखियो अहिले, इन्जिनवाला बोट छ है। यसरी हेर्नुहोस् गाइस, इन्जिनवाला बोट छ। यो एउटा भ्यू पोइन्टबाट यस्तो दृश्य देखिन्छ। यो बाटो माथिबाट पनि एउटा हरियो जाली लगाइएको छ। बाटोलाई एकदम सेफ गरिएको छ, घाम पानीबाट बचाइएको छ। अब यहाँनिर जहाज पनि छ, सोको लागि यस्तो छ यहाँबाट। अब यहाँबाट यता झोलुङ्गे पुल। यो झोलुङ्गे पुलमा कुनै दिन पिकनिक भएको बेला यहाँ बाटो पाइँदैन। यहाँनिर यति धेरै भिडभाड हुन्छ। यो झिल त कति चारैतिर घुमेको छ। यो झिलले संसार यो एरियामा पुरा ढाकेको छ, फनी घुमेको छ चारैतिर। असार मासको दिनमा पनि आज पनि 1-2 जना यहाँ भिजिटर्स त आएकै देखियो। इन्डियाबाट आउनुभएको यहाँनिर भिजिटर्सहरू देखियो। फाइनली गाइस, यहाँ आएर हाम्रो जामुनखाडी सिमसार आन्तरिक पर्यटकीय क्षेत्रको भिजिट समाप्त भएको छ। तपाईहरु पनि आउनु होला, रमाइलो छ। यो पिकनिक खाने ठाउँमा अत्यन्तै पिकनिक खाने सिजनमा चाहिँ यहाँनिर भिडभाडको साथमा चल्छ। यहाँनिर चारैतिर माइक गुन्जिन्छ, गीत बज्छ हैन। चारैतिर मान्छे रमाएका नाचेका देखिन्छन्। यहाँ धेरै कमसेकम 100 ग्रुप भन्दा पनि धेरैले पिकनिक खाने स्थान छ, पिकनिक स्पट छ। र आजको लागि भिडियो यति नै। यहाँहरुलाई कस्तो लाग्यो प्रतिक्रिया जनाउनु होला। सबैलाई भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद।